लागि, समाजका लागि, देशका लागि, मानव जातिका लागि राम्रा कामहरू गर्न सकोस्, योगदान गर्न सकोस्, ऊ एउटा असल मानिस बन्न सकोस्, मानवताको पक्षमा उसले महान कार्यहरू गर्न सकोस्, त्यसका लागि म सबै भाइ बहिनीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरूले अघि लिएको प्रतिज्ञा अत्यन्तै महत्त्वपूर्ण छ र यी सबै कुराको प्रयोग गर्दै तपाईँहरूले यी कामहरू गर्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ। तपाईँहरूमा आत्मविश्वासको कमी हुनु हुँदैन, आत्मविश्वास चाहिन्छ। म गर्न सक्छु, यो काम कसले गर्न सक्छु भने म गर्न सक्छु, यो देश म बनाउन सक्छु। हामी आजको पुस्ताले, आजको जेनेरेसनले यो देश बनाउँछ। हामी पलायन हुने होइन, हामी देश बनाउँछौँ। देश बनेको छ, बन्दै गएको छ। मैले अघि भने गोठगाउँ विश्वविद्यालय भनेको छ, यो कति ठुलो परिवर्तन। पूर्वाञ्चल विश्वविद्यालयका कुन ठाउँमा भन्दा गोठगाउँ। यो विकास होइन भने के हो? गोठगाउँ आज विश्वविद्यालय बनेको छ। यो विश्वविद्यालय ज्ञानको केन्द्र बनेको छ, उज्यालो बनेको छ। तमसोमा ज्योतिर्गमय त्यो बनेको छ आज यो विश्वविद्यालय। असतोमा सद्गमय यस्तो बनेको छ यो विश्वविद्यालय। त्यसो भएर प्रगति भएको छ। अहिले हामीले बाटाहरू हेऱ्यौँ, अरू कुराहरू हेऱ्यौँ, धेरै प्रगति हामीले गरेका छौँ। तसर्थ हामी प्रगति गर्न सक्छौँ केही वर्षभित्रै। अघि मैले भर्खर कृषि विज्ञान अध्ययन संकाय होला, स्कुल अफ एग्रिकल्चर। हाम्रो कृषि प्रधान देश हो भन्छौँ हामी, तर कृषि नआधुनिकीकरण भएको छ, न केही भएको छ। अहिले कृषिका सुपर जोनहरू त्यस्तै गरेर ब्लक र पकेट एरियाहरू भनेर विभिन्न ठाउँमा त्यसरी अगाडि बढाएका छौँ। त्यसलाई मद्दत पुग्ने गरी, त्यस्ता कुरा अगाडि बढाउने गरी र त्यसबाट मान्छेहरू कमिँदैन भन्छन्। मैले केही अगाडि आज बिहानी मात्रै देशमा किसान भन्दै थिए केरा खेतीबाट म वर्षको 30 लाख रुपियाँ केरा खेतीबाट मात्रै 30 लाख रुपियाँ उसले कमाउँदा रहेछ। अर्को किसानले भन्दै थिए उनले